हेलो गाइज तपाईँहरूलाई म्याथमेट इजीको अर्को नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ हामी कक्षा 12को गणित विषयको एक्सरसाइज 10.1 को क्वेसन नम्बर 2 को ए र बी हल गर्न जाँदैछौँ। हामीलाई एमा के भनेको छ भन्दा क्याल्कुलेट कार्ल पर्सन्स कोरिलेसन कोफिसिएन्ट बिट्विन द टू भेरिएबल्स हाइट इन सिएम एन्ड वेट इन केजी फ्रम द गिभन डाटा बिलो भनेको छ है। हामीलाई योबाट चाहिँ कार्ल पर्सन कोएफिसिएन्ट कोरिलेसन कोएफिसिएन्ट चाहिँ हामीले निकाल्न पर्यो रे। यो एकदमै धेरै सजिलो क्वेसन छ एकचोटि बुझियो भने। सो म सकेसम्म ट्राई गर्छु बुझाउने र म 100% ग्यारेन्टी दिन्छु यो भिडियो हेरिसकेपछि तपाईँले यो आरामले अर्कोचोटिबाट यो भिडियो नहेरिकन आनन्दले लेख्न सक्नुहुनेछ। सुरुमा हामीले यो निकाल्नको लागि चाहिँ हामीलाई एउटा यो कार्ल पर्सन कोरिलेसन कोफिसिएन्ट निकाल्ने फर्मुला चाहिँ चाहिन्छ है। फर्मुला चाहिँ म यहाँ लेखिदिन्छु कपीमा। फर्मुला चाहिँ हाम्रो के हुन्छ भन्दा आर इक्वल्स टु एन समिसन एक्स वाई माइनस समिसन एक्स इन्टु समिसन वाई होल डिभाइडेड बाई रुट अन्डर एन समिसन एक्सको होल स्क्वायर माइनस समिसन एक्स स्क्वायर माइनस समिसन एक्सको होल स्क्वायर इन्टु फेरि रुट अन्डर एन समिसन वाई स्क्वायर माइनस समिसन वाईको होल स्क्वायर। यो फर्मुला यति फर्मुला भयो भने हाम्रो यो एकदम सजिलोसँग प्रुभ हुन्छ है। एकदम सजिलोसित यसको एन्सर आउँछ। किनभने जस्तै हामीलाई एन चाहिन्छ, समिसन एक्स वाई चाहिन्छ, समिसन एक्स समिसन वाई के चाहिन्छ सबै फर्मुलामै आइसक्यो क्या। अब जस्ट हामीले टेबल बनाउने हो, टेबलबाट यसको भ्याल्युहरू फाइन्ड गर्ने हो, अनि यसको भ्याल्यु फाइन्ड गरेपछि यो फर्मुलामा भ्याल्यु राखिदिएर एन्सर चाहिँ आउँछ है। सो फर्मुला चाहिँ टिपिहाल्नु होला। अब ढिला नगरी हामी चाहिँ यसको सोल्युसन गर्नतिर लागौँ है त। ल हाम्रो 2 को एमा के भनिएको छ भन्दा यर म चाहिँ सिधै हाइटलाई एक्स लेट गरिदिन्छु र वेटलाई वाई लेट गरिदिन्छु। त्यति हामीले लेट गरेपछि चाहिँ हामीले यो हाइट वेट यो लेखिरहन चाहिँ पर्दैन क्या। सो सिधै हामी सुरुमा लेट गरिदिउँ है। Here let height equals to x and weight equals to y। हजुरहरूले यो लेट गर्ने बेला चाहिँ जे पनि लेट गर्न पाउनुहुन्छ। मैले चाहिँ अहिले यहाँ सजिलो होस् भनेर एक्स र वाई मात्र लेट गरेको है त। ल अब हामी त्यो टेबललाई हामीले नर्मल्ली 11मा अनि 10हरूमा गर्दाखेरि लेख्थ्यौँ नि, हो त्यसरी यसलाई यहाँ लेख्थ्यौँ है त। एक्स भयो अनि वाई भयो, एक्स र वाई भयो। अब हामीलाई अरू के निकाल्न पर्ने छ भन्ने त कसरी थाहा पाउने त्यो त थाहा छैन है। सो हामीले यहाँ फर्मुलामा हेर्दै जाने कि अब हाम्रो यहाँ के छ एक्स वाई छ होइन, समिसन एक्स वाई छ भने चाहिँ हामीले यहाँ के निकाल्न पर्यो एक्स वाई निकाल्न पर्यो, एक्स वाई। अनि अर्को के छ समिसन एक्स छ, समिसन एक्स त हाम्रो यसबाट आउँछ, समिसन वाई छ योबाट आउँछ। यहाँ एन भनेको त यो गनेर आइहाल्छ 1 2 3 4 5 हामीलाई थाहा भयो एन भनेको चाहिँ हाम्रो 5 छ। यो चाहिँ अहिले तल लेखौँला है। अनि एक्स स्क्वायर भनेको छ। अब हामीले समिसन एक्स स्क्वायर निकाल्न पर्ने छ। समिसन एक्स स्क्वायर निकाल्नको लागि सुरुमा चाहिँ हामीले एक्स स्क्वायर निकाल्न पर्यो। अनि यतापट्टि फेरि त्यसै गरी वाई स्क्वायर भनेको छ, वाई स्क्वायरको लागि हामीले अर्को वाई स्क्वायर इन्डिभिजुअली निकाल्न चाहिँ पर्छ है। अब बुकलाई यसरी राखौँ। अब हामी त्यहाँ बुकमा दिएअनुसार एक्स र वाईको भ्यालु मात्रै राख्ने है, अरू केही गर्न पर्दैन। एक्सको भ्यालु हाम्रो फर्स्टमा के छ भन्दा 160 छ है, 160 छ। अनि सेकेन्डमा 162 छ, अनि 165, त्यसपछि 161 छ, अनि एट लास्ट 162 छ है। अनि वाईको भ्यालु चाहिँ कति छ भन्दा हाम्रो वाईको भ्यालु एउटा फर्स्ट 63 छ, त्यसपछि 62 छ, त्यसपछि 64 छ, त्यसपछि 60 छ, अनि 61 छ। अब हामीले पहिला समिसन एक्स निकालौँ, अनि फेरि समिसन वाई पनि निकालौँ, अनि त्यसपछि बल्ल यता मल्टिप्लाई गरेर यिनीहरू राखौँला है त। र हामीले समिसन एक्स निकाल्नलाई चाहिँ नर्मल्ली क्याल्कुलेटरबाट यो एक्सको भ्यालुहरूलाई जोड दिन्छौँ है। 160 प्लस 162 प्लस 165
प्लस 161 प्लस 162 यति गर्दा हाम्रो भ्यालु कति आयो 810 आयो है। सब्मिसन एक्सको भ्यालु चाहिँ हाम्रो 810 आएको छ। अब सब्मिसन वाइ निकाल्न पर्यो है, हामीले सब्मिसन वाइ निकाल्न पर्यो। यसको लागि पनि अब हामीले यो वाइको भ्यालुहरूलाई जोड्दै जाने है, अरू केही गर्न पर्दैन, नर्मल्ली जोड्ने मात्रै हो। हाम्रो सुरुमा 63 छ प्लस 62 प्लस 64 प्लस 60 प्लस 61 ओके हाम्रो यति जोड्दा कति आएको छ 310 आयो है 310। अब हामीले एक्स वाइ निकाल्न पर्यो क्या, एक्स इन्टु वाइ गर्ने यहाँ लेख्ने, जस्तै 160 इन्टु यहाँ कति छ 160 इन्टु 63 होइन 63 यो भनेको 10080 10080 यसै गरी मल्टिप्लाई गर्दै लेख्ने हो है क्यालकुलेटरबाट। म यो तलको चाहिँ म यतिकै मल्टिप्लाई गर्छु र लेख्छु। यसको कति हुन्छ भन्दा 10044 हुन्छ है, यसको 10560 हुन्छ, यसको 9660 हुन्छ, यसको 9882 हुन्छ। अब यहाँ सब्मिसन एक्स वाइ इक्वल्स टु 50226 हुन्छ। अब मैले यो कसरी यतिकै गरेँ क्यालकुलेटर बिना भन्ने केही लागेको छ भने चाहिँ त्यो चाहिँ कमेन्टमा भन्नु होला, म अर्को भिडियोमा त्यो कभर गरिदिन्छु क्यालकुलेटर बिना कसरी फास्ट हामीले मल्टिप्लाई गर्न सकिन्छ भनेर। योभन्दा अघिल्लो भिडियोमा नि सर्ट्समा मैले एउटामा हालेको थिएँ, त्यस्तै हो यो पनि म सिकाइदिन्छु। ल अब हामी अर्को यसमा बढौँ है त, भिडियोमा अघि जाउँ। अब हाम्रो एक्स दिएको छ, हामीले एक्स स्क्वायर निकाल्नु छ है त भनेपछि हामीले सुरुमा 160 को स्क्वायर गर्नु पर्यो। 160 को स्क्वायर कति हुन्छ 160 को स्क्वायर भनेको 25600 रे 25600 भयो है। अब त्यस्तै गरी यो 162 को स्क्वायर भनेको 26244 हुन्छ, 165 को स्क्वायर भनेको 27225 हुन्छ, 161 को स्क्वायर भनेको 25921 हुन्छ, अनि 162 को स्क्वायर भनेको 26244 हुन्छ। यो चाहिँ लाइन तान्दिउँ है, यहाँ ऊ होला जस्तो छ त्यही भएर लाइन तानिदिएको, नत्र लाइन त मैले हत्तपत्त तान्दैन थिएँ, केही छैन। ल मैले नर्मल टेबल जस्तो बनाइदिन्छु है, यसलाई चाहिँ केही माइन्ड नगर्नु होला, जस्ट बुझाउनको लागि मात्रै हो यो चाहिँ। हाम्रो यति भइसकेपछि अब हामीले सब्मिसन एक्स स्क्वायर निकाल्छौँ। सब्मिसन एक्स स्क्वायर चाहिँ हाम्रो सबै टोटल जोड्ने हो। यो टोटल जोड्दा चाहिँ हाम्रो 131234 आउँछ। तपाईँहरूले क्यालकुलेटरमा हानिहेर्नु होला, मैले चाहिँ यतिकै गरेँ है। अब हामीले वाइको पनि एक्सको स्क्वायर गरे जस्तै नर्मल्ली वाइको स्क्वायर गर्छौँ भने यहाँ लेख्छौँ है। हाम्रो 63 को स्क्वायर भनेको 3969 हुन्छ, अनि 62 को स्क्वायर भनेको 3844 हुन्छ 3844, अनि 64 को स्क्वायर भनेको 4096 हुन्छ, साथै 60 को स्क्वायर भनेको 3600 हुन्छ, र 61 को स्क्वायर भनेको 3721 हुन्छ। यो अब सबै जोड्दा हाम्रो सब्मिसन वाइ स्क्वायर भनेको 19230 आउँछ है त। ल हामीले अब यहाँ निकाल्न पर्ने भ्यालुहरू सबै निकालिभ्यायौँ। अब हामीले यहाँ फर्मुलामा हेर्ने, हामीलाई के चाहिन्छ त्यसलाई लेख्ने है त। अब यहाँ देयरफोर भन्दा नि वी गेट लेखौँ है, वी गेट फर्स्टमा त हाम्रो यहाँ एन छ है, सो हाम्रो एन इक्वल्स टु कति छ एन गरौँ है त। यो 1 भयो 2 भयो 3 भयो 4 भयो 5 भयो, एन हाम्रो 5 छ है, सो हामीले 5 गरौँ। अनि हामीलाई यहाँ के छ सब्मिसन एक्स वाइ चाहिएको छ। हाम्रो सब्मिसन एक्स वाइ कति आएको छ त, यो हो नि है सब्मिसन एक्स वाइ त। हाम्रो सब्मिसन एक्स वाइ 50226 आएको छ। अनि हाम्रो त्यसपछि के चाहिन्छ हामीलाई सब्मिसन एक्स र सब्मिसन वाइ, फेरि कमा दिउँ, सब्मिसन एक्स इक्वल्स टु हाम्रो 810 छ 810, अनि सब्मिसन वाइ इक्वल्स टु 310 होइन 310। अब यो पर माथि लाइनको त भयो, अब हाम्रो यो नि भइसक्यो यो नि भइसक्यो यो नि भइसक्यो। अब लास्टमा के बाँकी रह्यो सब्मिसन एक्स स्क्वायर र सब्मिसन वाइ स्क्वायर बाँकी रह्यो, सो हामी त्यो लेखिहालौँ अब है। हामीलाई सब्मिसन एक्स स्क्वायर चाहियो,
इक्वल्स टु समेसन एक्स स्क्वायर भनेको यति छ हाम्रो है भ्याल्यु 131,234 हो है। अनि समेसन वाइ स्क्वायर भनेको 19230 हो। 19230 ल हामीले अब यहाँ चाहिने जति सबै भ्याल्यु निकालिसकेका छौँ। यो पनि आइसकेको छ। सो अब हामी नर्मल्ली यो भ्याल्युहरूलाई यहाँ फर्मुलामा राखेर नर्मल्ली गर्न सक्छौँ। यति गरेपछि हाम्रो एन्सर चाहिँ आउँछ है त। नाउ we have r equals to के हो त फर्मुला n summation xy minus summation x into summation y whole divided by root under n into summation x को whole square minus summation x square into root under summation y square minus summation y को whole square हाम्रो चाहिँ फर्मुला यति हो। अब चाहिँ अरु केही गर्न पर्दैन फर्मुलामा यहाँ यसको भ्याल्युहरु राख्ने मात्रै हो है। ल अब नर्मल्ली भ्याल्यु राख्दिम है त। हाम्रो n भनेको त कति छ 5 छ। 5 इन्टु समेसन x y भनेको 50226 छ। 50226 माइनस समेसन x भनेको कति छ 810 छ। 810 छ इन्टु समेसन y भनेको 310 छ। 310 होल डिवाइडेड बाइ root under 5 इन्टु समेसन x को स्क्वायर भनेको यति छ 131,234 माइनस हामीलाई समेसन x को अब होल स्क्वायर चाहियो हैन। समेसन x को होल स्क्वायर समेसन x भनेको हाम्रो 810 छ। अब हामीले 810 को होल स्क्वायर गर्दिम है त इन्टु रुट अन्डर 5 इन्टु यहाँ n पनि हुन्छ है। सरी मैले मिस्टेक गरेर यहाँ फर्मुलामा n छुटाएको छु तर मैले यहाँ लेख्न 5 चाहिँ लेखे है। n इन्टु समेसन y स्क्वायर भनेको हाम्रो यति छ 19230 माइनस समेसन y स्क्वायर कति छ त हाम्रो समेसन y स्क्वायर त हाम्रो यति छ 19230 ए हैन समेसन y को होल स्क्वायर पो चाहियो त हामीलाई हैन y स्क्वायर हैन नि समेसन y को होल स्क्वायर भनेको त हामीसँग समेसन y चाहिन्छ अनि त्यसको हामीले होल स्क्वायर गर्दिने हो बुझ्नुभयो। समेसन y हाम्रो 310 छ हैन 310 छ। अब हामीले यसको चाहिँ होल स्क्वायर गर्दिने हो क्या। अब तपाईहरुलाई लाग्न सक्छ यो यति धेरै लामो छ यसलाई त सल्भ गर्दा नै बिग्रेला मिस्टेक होला त्यस्तो लाग्न सक्छ है। त्यो लाग्नु पनि स्वाभाविकै हो। यो लामो एकदम गाह्रो हुन्छ यतिकै हामीले हिसाब गर्नु हो भने। तर तपाईहरुसँग यो क्याल्कुलेटर छ भने चाहिँ एकदम धेरै इजी हुन्छ है यो हिसाब गर्नलाई चाहिँ म सिकाइदिन्छु पनि। सुरुमा यहाँ हाम्रो डिभाइड फर्ममा छ माथि धेरै टर्महरु छ अनि तल धेरै छ। सो हामीले सुरुमा यो यहाँ थिचेर डिभाइड वाला लिएर अब लिएर आएपछि हामी माथिको टर्महरु हान्दै जाने अनि तलको टर्महरु हान्दै जाने आफै मिल्छ है त। हाम्रो माथि के छ 5 इन्टु 50226 छ है 226 छ माइनस फेरि के छ 810 इन्टु 310 अब यता थिच्ने तल आउँछ तलमा के छ रुट अन्डर 5 इन्टु 131,234 माइनस 810 को होल स्क्वायर छ है हाम्रो। अनि त्यसपछि फेरि बाहिर आएर अर्को रुट भित्र 5 इन्टु 19230 माइनस 310 को हाम्रो के छ होल स्क्वायर छ। अब नर्मल्ली हामीले इक्वल्स टु थिच्दिम इक्वल्स टु थिच्दा हाम्रो आन्सर कति आउँछ हाम्रो आन्सर आयो 0.507 हाम्रो आन्सर भयो 0.507 यो चाहिँ हाम्रो आन्सर भयो। यो आन्सर चाहिँ एकदम करेक्ट छ किनकि हामीले अर्को एउटा कुरा नि याद गर्नुपर्छ मैले अघि भन्न भुलेछु है। तपाईहरुले भिडियो अहिलेसम्म हेर्नु भएको छ भने तपाईहरुलाई अर्को एउटा कुरा नि फाइदा हुने भयो। हाम्रो r को भ्यालु चाहिँ अलवेज कि त -1 हुनु पर्यो -1 देखि कि त +1 सम्म हुनु पर्यो के -1 देखि +1 हुनु पर्यो। अब -1 देखि +1 भनेपछि हाम्रो 0.5 पनि पर्न सक्छ 1 पनि पर्न सक्छ 0.
0.00005 पनि पर्न सक्छ, यति जति नि पर्न सक्छ है। हाम्रो -1 भन्दा सानो आउनु पनि भएन अनि 1 भन्दा ठुलो आउनु पनि भएन। r को भ्यालु चाहिँ अलवेज -1 देखि +1 को बिचमा आउनु पर्यो है। त्यो एउटा नि लेखौँ है त। r should be always between -1 to +1. Okay, r should be always between -1 to +1. r चाहिँ अलवेज -1 देखि +1 को बिचमा हुनुपर्छ। हाम्रो 0.507 आएको छ एन्सर, जुन -1 देखि +1 को बिचमै छ, जुन एकदम धेरै करेक्ट छ है। नभए हामी एकचोटि बुकमा पनि हेरौँ। हामीले अहिले गरेको 2 को ए हो सल्भ गरेको। सो 2 को ए को एन्सर चाहिँ हाम्रो यहाँ तल छ एन्सर्समा। यता हेरौँ, यो 2 को ए को एन्सर 0.51 छ, हाम्रो 0.507 आएको छ। यसको मतलब कि त्यहाँ बुकमा चाहिँ राउन्ड अप गरेर लेखिएको छ। हामीले 0.507 लाई 0.5 अनि यहाँ 7 भएकाले यसलाई 1 बनाउन मिल्छ है। हामीले 1 बनाएर लेख्न मिल्छ। हाम्रो एन्सर चाहिँ यति हो, मिल्यो। अब आज एक्सर्साइज 10.1 को 2 को बी पनि सल्भ गर्ने भनेको, बट भिडियो एकदम लामो होला जस्तो छ। सो मैले आजको भिडियोमा चाहिँ एक्सर्साइज 10.1 को 2 को ए मात्रै सल्भ गरेँ। बी को नि सेम त्यस्तै छ। त्यसमा केही प्रब्लम भयो भने भन्नु होला, अर्को भिडियोमा त्यसलाई कभर गरेर हालिदिनेछु। कमेन्ट चाहिँ गर्नु होला है। अनि भिडियो राम्रो लागेमा, पढाएको बुझिएमा भिडियोलाई लाइक गर्न नबिर्सिनु होला, कमेन्ट पनि गर्नु नै होला अर्को टपिक केमा चाहियो भनेर। र साथै भर्खर नयाँ मान्छे जोडिनु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है।